हेलो गाइज, अब म चाहिँ मामा घरबाट फर्किँदैछु हैन। चट्ट लाएर दाइसँग फर्किँदैछु। दाइले चाहिँ मलाई आधी बाटोसँग पुर्याइदिनुहुन्छ अनि त्यसपछि म चाहिँ हिँड्नु पर्ने हुन्छ। तो चलो गाइज, सररा सलेन्डरको बाटो। यो हो शीतल बजार। शीतल बजारको मेन रोड हुँदै शीतल बजार बगैँचा हुँदै अरू उता निस्किन्छ हैन। टक्क लाएर अब दाइले के बिदिरहनुका हो, आँखाबाट आँसु नै निकालिदियो यार। 85, 80, 90 मा पुर्याइदिने यार सलेन्डरको बाटोमा, अनि आँखाबाट त आँसु बरेर गाह्रो छ हौ। मालेहरू सेल्फी प्लिज पोज दे भाइ। पोज कहाँ भागेको भने पोज देला भनेको बाँदर पनि भाग्दियो यार। उता लास्टै खन्जाङ भनेकै ओह्रालो हिँड्दा त त्यो गाइज फुल पनि तरियो है। अब झन् उकालो छ, गाह्रो पर्ने भयो। हिजो आएको त यही बाटो हो, पुरालो त जसो तसो झरिया थियो, तर उकालो चढ्नै गाह्रो। तर पारीको बाटो भन्दा दुईवटा बाटो छ होइन, धादिङ र गोर्खाको बाटो। गोर्खाको बाटो भन्दा धादिङको बाटो धेरै सजिलो छ क्या हिँड्नलाई। जम्मा यहाँबाट दुईवटा उकालो, एउटा यो उकालो भयो, त्यसपछि अनि उता घर उक्लिने उकालो।